नमस्ते साथीहरु, स्वागत छ हाम्रो युट्युब च्यानलमा। साथीहरु, आजको यस भिडियोमा म तपाईलाई चाहिँ आफ्नै मोबाइल प्रयोग गर्दै मोबाइलबाट चाहिँ तपाईले फिफा लाइभ वर्ल्ड कप चाहिँ कसरी हेर्न सक्नुहुन्छ त्यो जानकारी लिएर आएको छु। तपाईहरुलाई थाहा नै छ, नेपालमा चाहिँ फिफा वर्ल्ड कप हेर्नको लागि तपाईले केही रकमहरु पैसा तिरिसके पछाडी मात्र हेर्न सक्नुहुन्छ। मोबाइल हो अथवा टिभी, तपाईले कुनैबाट नै हेर्न चाहनुहुन्छ नेपालबाट भने तपाईले त्यसको लागि चाहिँ केही चार्जहरु तिर्नु पर्छ। तर आजको यस भिडियोमा म तपाईलाई फ्री अफ कस्ट 100% एउटा वर्किङ एपको कुरा गर्नेछु, जहाँबाट तपाईले फिफा वर्ल्ड कप सजिलैसँग आफ्नै मोबाइलबाट हेर्न सक्नुहुनेछ। त्यसको लागि पनि म तपाईलाई चाहिँ भिडियोको डिस्क्रिप्सनमा दुईटा लिंक दिएको छु, जसमा चाहिँ एउटा डाइरेक्ट एपको लिंक रहेको छ। त्यहाँबाट सजिलैसँग आफ्नो मोबाइलमा यस एपलाई इन्स्टल गर्दै फिफा वर्ल्ड कप चाहिँ हेर्न सक्नुहुन्छ भने, त्यस्तै गरी वेबसाइट मार्फत तपाईहरु चाहिँ एपलाई चाहिँ डाउनलोड गर्न चाहनुहुन्छ भने वेबसाइटको लिंक पनि राखिदिएको छु, जहाँबाट तपाईले यस एपलाई चाहिँ आफ्नो मोबाइलमा इन्स्टल गर्न सक्नुहुन्छ। र इन्स्टल गरिसकेपछि फिफा वर्ल्ड कप लाइभ प्लस विभिन्न लाइभ गेमहरु चलिरहेका छन्, स्पोर्ट गेमहरु चलिरहेका छन्, त्यसको पनि लाइभ तपाईले आफ्नै मोबाइलबाट हेर्न सक्नुहुनेछ। र साथीहरु, यी सबै जानकारीको लागि भने म तपाईलाई मोबाइल स्क्रिनतिर लाँदै छु, जहाँबाट तपाईले यस एपलाई कसरी इन्स्टल गर्न सक्नुहुन्छ र इन्स्टल गरिसकेपछि तपाईले लाइभ गेमहरु वर्ल्ड कपहरु चाहिँ कसरी हेर्न सक्नुहुन्छ त्यो जानकारी दिनेछु। र भिडियोलाई सुरु गर्नु भन्दा म तपाईलाई केही कुराहरु जानकारी गराउन चाहे। यदि यो ट्रिक काम गरेको खण्डमा चाहिँ कमेन्ट बक्समा इट्स वर्किङ भनेर लेख्न चाहिँ नछुटाइदिनु होला। सो म अब मोबाइलतिर तपाईलाई लाँदै छु। साथीहरु, तपाईहरु पनि आफ्नै मोबाइल अथवा एन्ड्रोइड टिभीबाट चाहिँ फिफा वर्ल्ड कप लाइभ हेर्न चाहनुहुन्छ भने भिडियोको डिस्क्रिप्सनमा वेबसाइटको लिंक पनि रहेको छ र डाइरेक्ट एपको लिंक पनि रहेको छ, जहाँ तपाईले सजिलैसँग यस एपलाई चाहिँ इन्स्टल गर्न सक्नुहुन्छ। र यदि तपाईहरु वेबसाइट मार्फत यस एपलाई इन्स्टल गर्न चाहनुहुन्छ भने वेबसाइटको लिंकमा तपाईले क्लिक गर्नु होला। र साथीहरु, क्लिक गर्न साथ डाइरेक्टली तपाईहरु यस वेबसाइटमा आउनुहुनेछ। र त्यस्तै गरी यहाँ डाउनलोड एपीके भन्ने रहेको छ र थोरै स्क्रल गरिसकेपछि डाउनलोड नाउ भन्ने अप्सन रहेको छ। डाउनलोड नाउमा तपाईले क्लिक गर्नु होला। र साथीहरु, क्लिक गर्दा सुरुमा चाहिँ यस्तो प्रकारको इन्टरफेसहरु खुल्नेछ, जहाँबाट तपाईले ब्याक गरेर फेरि यसलाई डाउनलोड गर्नु होला र एपलाई डाउनलोड गरिसकेपछि इन्स्टल गर्नु होला। र त्यस्तै गरी डाइरेक्टली तपाईले आफ्नो मोबाइलमा चाहिँ यो एपलाई इन्स्टल गर्न चाहनुहुन्छ भने डाइरेक्ट एप लिंक पनि रहेको छ, त्यसमा तपाईले क्लिक गरे यसलाई इन्स्टल गर्नु होला। र साथीहरु, इन्स्टल गरिसकेपछि ओपन गर्नु होला। र साथीहरु, ओपन गरिसकेपछि तपाईहरु यस एपको इन्टरफेसमा आउनुहुनेछ र होम पेजमा तपाईले देख्न सक्नुहुन्छ लाइभ इभेन्ट भन्ने रहेको छ। र त्यस्तै गरी यहाँ तपाईले स्कोरहरु पनि रहेको छ। विभिन्न लाइभ स्पोर्ट सम्बन्धी गेमहरु चलिरहेको छ भने त्यो लाइभ तपाईले देख्न सक्नुहुन्छ। यहाँतिर तपाईले देख्न सक्नुहुन्छ फुटबल वर्ल्ड कप भन्ने दिइरहेको छ, फिफा वर्ल्ड कप। यहाँ अहिले नेदरल्यान्ड र यसको गेम चलिरहेको छ हैन। जतिवटा गेम छ त्यो सबै चलिरहेको हुन्छ। कुनै दिन 2-3टा चलिरहेको छ नि, यहाँ 2-3टाकै लिस्ट भएको छ। यतिखेर चाहिँ एउटा लाइभ चलिरहेको छ, तपाईले यहाँ स्क्रिनमा पनि देख्न सक्नुहुन्छ यहाँ लाइभ भन्ने दिइरहेको छ। सो तपाईले यो गेम हेर्न चाहनुहुन्छ भने यहाँ लाइभमा यसरी क्लिक गर्नु होला। र यहाँ विभिन्न लिंक अवेलेबल लिंकहरु रहेको छ। कुनै पनि लिंकलाई तपाईले क्लिक गर्नु होला। यहाँ तपाईले मैले सिटीमा क्लिक गरे, यहाँ चाहिँ प्ले हुन सुरु गर्दछ। यदि यसबाट चलेन भने तपाईले यहाँ थोरै स्क्रोल, यहाँ टपतिर चाहिँ यहाँ स्क्रोल गर्ने रहेको छ, यहाँतिर तपाईले क्लिक गरिदिनु होला। यो गेम चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ प्ले भइसकेको छ। नेदरल्यान्डको 1 गोल र मारोक्कोको 0 रहेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ यो लाइभ गेम चलिरहेको छ। तपाईले यस्तो प्रकारले हेर्न सक्नुहुन्छ। मैले अहिले यसलाई चाहिँ म्युट गरिदिएको छु। र फुल स्क्रिनमा हेर्न चाहनुहुन्छ भने यहाँतिर स्क्रिनमा क्लिक गरेर यहाँ तपाईले देख्न सक्नुहुन्छ फुल स्क्रिन गर्ने अप्सन रहेको छ। फुल स्क्रिन क्लिक गर्ने अप्सनमा तपाईले यहाँ क्लिक गर्न सक्नुहुनेछ। यहाँ क्लिक गरिसकेपछि तपाईको यो गेम चाहिँ फुल स्क्रिनमा आउनेछ। र त्यस्तै गरी एन्ड्रोइड टिभीमा पनि तपाईले यस्तै प्रकारले यस एपलाई चाहिँ प्रयोग गर्न सक्नुहुनेछ। र यो चाहिँ 100% वर्किङ हो। र यो एपलाई प्रयोग गर्नुभन्दा अगाडि केही कुराहरु ख्याल गर्नु होला। इन्स्टल गर्दा इज हार्म फर मोबाइल भनिरहेको हुन्छ, इन्स्टल एनीवेमा क्लिक गरिदिनु होला। यो मोबाइल एप प्रयोग गर्दा तपाईले आफ्नै रिस्कमा चाहिँ प्रयोग गर्न सक्नुहुनेछ। यसले चाहिँ 100% वर्किङ ट्रिक हो। यो बाहेक अरु मैले फेला परेको छैन। र यो चाहिँ मैले पनि यसलाई प्रयोग गरिरहेको छु। तपाईले पनि आफ्नै मोबाइलबाट फ्री अफ कस्टमा वर्ल्ड कप हेर्न चाहनुहुन्छ भने यो एपलाई प्रयोग गर्दै हेर्न सक्नुहुनेछ। र यदि यो एपमा केही प्रब्लम परेको खण्डमा तपाईले चलाउँदा केही बुझ्नु भएन भने कमेन्ट गर्नु होला। र राम्रोसँग काम गरेको खण्डमा कमेन्ट बक्समा पनि इट्स वर्किङ भनेर चाहिँ कमेन्ट गर्नु होला, ताकि मलाई चाहिँ मोटिभेसन हुनेछ। सो तपाईहरुले पनि यस्तै प्रकारले आफ्नो मोबाइलबाट चाहिँ फ्रीमा चाहिँ फिफा वर्ल्ड कप लाइभ चाहिँ हेर्न सक्नुहुनेछ।